नमस्ते र स्वागत छ। आज हामी एकजना एकदमै प्रेरणादायी व्यक्तिको जीवनमा अलि गहिरिएर हेर्दैछौँ। डाक्टर लेखराज सुवेदी, जसलाई धेरैले मायाले गरिबका डाक्टर भनेर चिन्नुहुन्छ। हामीसँग उहाँको जीवनी गरिबका डाक्टर लेखराज सुवेदीको जीवनगाथा छ र आज हामी त्यसमै आधारित रहेर कुरा गर्नेछौँ। खास गरी उहाँले कसरी सहरको त्यो आरामको जिन्दगी छोडेर ग्रामीण नेपालतिर लाग्नुभयो भन्नेमा केन्द्रित रहन्छौँ। हो, र यो कथा खालि एकजना मान्छेको मात्र होइन जस्तो लाग्छ मलाई। यो त एउटा निस्वार्थ सेवा कस्तो हुन्छ, त्याग कस्तो हुन्छ भन्ने उदाहरण हो। उहाँले आफ्नो ज्ञान, आफ्नो सिप चाहिँ सबैभन्दा खाँचो भएको ठाउँमा, हैन, त्यहाँसम्म कसरी पुर्याउनु भयो भन्ने कुराले नै त्यो उपनामलाई, गरिबका डाक्टर भन्ने नामलाई सार्थक बनाउँछ। कुराकानी यहीबाट सुरु गरौँ न त। उहाँको त्यो निर्णय, काठमाडौँको स्थापित जीवन, टिचिङ हस्पिटलको प्राध्यापक पद, त्यो सबै छोड्नु सामान्य कुरा त पक्कै थिएन होला है? थिएन। जीवनीले पनि त्यही भन्छ। त्यो निर्णय नै उहाँको जीवनको एउटा टर्निङ पोइन्ट जस्तै भयो। यो चाहिँ उहाँको भित्रैदेखिको एउटा इच्छा, समाजप्रति केही गरौँ भन्ने भावनाले प्रेरित थियो रे। काठमाडौँको सुविधा, पद त छँदै थियो, तर उहाँले गाउँघरका मान्छेको दुःख, उनीहरूको स्वास्थ्य अवस्थालाई बढी महत्त्व दिनुभयो। भनेपछि भित्रैदेखि आएको कुरा रहेछ। हो, त्यो पद त्याग्नु मात्रै थिएन, त्यो त आफ्नो जीवनको एउटा उद्देश्य नै फेरि पत्ता लगाउनु जस्तै थियो। उहाँलाई लाग्यो कि मेरो सिप यहाँ सहरमा भन्दा गाउँमा धेरै चाहिन्छ। अनि त्यसपछि उहाँ गाउँ गाउँमा स्वास्थ्य शिविर लिएर जान थाल्नुभयो, होइन त? त्यो अनुभव कस्तो थियो होला? जीवनीले त्यसको प्रभावबारे के भन्छ? हो, ती स्वास्थ्य शिविरहरू त उहाँको प्रतिबद्धताको प्रत्यक्ष प्रमाणै थिए। जीवनीमा उल्लेख भएअनुसार उहाँ विभिन्न जिल्लाका एकदमै विकट ठाउँहरूमा पुग्नुभयो। हजारौं सायद लाखौं बिरामीलाई सित्तैमा उपचार दिनुभयो। सोच्नुहोस् त, वर्षौंदेखि सामान्य रोगको पनि उपचार नपाएर बसेकाहरूका लागि त उहाँ भगवान जस्तै हुनुभयो। साँच्चै ती शिविरहरू खालि उपचार गर्ने ठाउँ मात्र थिएनन् के, ती त आशा जगाउने ठाउँ थिए, भरोसा दिने ठाउँ थिए। उहाँले साँच्चीकै स्वास्थ्य सेवालाई मान्छेको दैलोसम्मै पुर्याउनु भयो। अनि अर्को कुरा जसले मलाई एकदमै छोयो, त्यो चाहिँ उहाँको जीवनशैली। यत्रो नाम, सम्मान, पुरस्कार पाउँदा पनि एकदमै साधारण जीवन बिताउनु भयो रे। यसले गर्दा नै गरिबका डाक्टर भन्ने छवि झन बलियो भयो होला, होइन? हो नि, एकदम। जीवनीमा यो कुरा बारम्बार आउँछ। उहाँले पाएको सम्मान, पुरस्कारलाई कहिले आफ्नो जीवनशैलीमा हावी हुन दिनु भएन। उहाँको लगाउने, खाने तरिका, बोल्ने शैली, व्यवहार सबै उस्तै रह्यो, आम मान्छे जस्तै। यही सरलताले गर्दा नै उहाँ बिरामीहरूसँग, उनीहरूका आफन्तसँग सजिलै घुलमिल हुनुभयो, उनीहरूको दुःख बुझ्नुभयो। यो कुनै देखावटी थिएन, उहाँको स्वभाव नै त्यस्तो थियो। उहाँले के देखाइदिनु भयो भने महानता भनेको आडम्बरमा होइन, सादगी र सेवामा हुन्छ। भनेपछि डाक्टर सुवेदीको कथाले के देखाउँछ भने व्यक्तिगत फाइदा भन्दा माथि उठेर समाजको लागि काम गर्दा पनि जीवन सार्थक र सम्मानित हुन सक्छ। उहाँको जीवनीले त चिकित्सा पेशालाई हेर्ने दृष्टिकोण नै फरक बनाइदियो कि जस्तो लाग्यो मलाई। निश्चय नै। उहाँको जीवन र कामले नेपाली समाजमा, खास गरी स्वास्थ्य क्षेत्रमा सेवाको एउटा निकै उच्च मापदण्ड नै बनाइदियो भन्नुपर्छ। उहाँले के देखाउनु भयो भने डाक्टर हुनु भनेको खालि रोग निको पर्ने मात्र होइन, यो त मानवता देखाउने, करुणा देखाउने अभ्यास पनि हो। उहाँले त्यो व्यक्तिगत स्वार्थ र नाफाको परम्परागत सोचलाई चुनौती दिनुभयो। आजको यो छलफललाई अब बिट मार्दा डाक्टर लेखराज सुवेदीको जीवनगाथाले हामीलाई के सिकाउँछ भने ज्ञान र करुणा, यी दुई चिज मिल्दा समाजमा कति ठूलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। गरिबका डाक्टर उहाँको लागि खालि एउटा नाम मात्र थिएन, यो त उहाँको जीवनभरको काम, त्यो समर्पणको प्रतीक थियो। र यो कुरा सक्दै गर्दा मेरो मनमा एउटा प्रश्न आइरहेको छ। के डाक्टर सुवेदीको यो निस्वार्थ सेवा, यो समर्पणको भावनाबाट आजका हामी विभिन्न पेशामा भएका मान्छेहरूले सिक्न सक्ने केही ठोस कुराहरू छन्? कसरी समुदायको हितलाई प्राथमिकता दिँदा व्यक्तिगत र व्यावसायिक सफलताको परिभाषा नै बदलिन्छ कि यो हामी सबैले